हेलो हजुर नमस्ते यहाँहरू सबैजनालाई। आज चाहिँ हामी यो पल्टन घरमा चाहिँ कसरी चाहिँ होली खेल्छ भने देखाउँछु ल। नेपालको पल्टन घरमा होइन, होली अब म पनि खेल्नु जाँदैछु। म त खेल्दिनँ होइन, म चाहिँ हेर्छु है। अरू चाहिँ कसरी खेल्छ भन्ने कुरो तपाईँहरूलाई देखाउँछु ल, कस्तो हुन्छ ल। ल म चाहिँ जाँदैछु है होली कार्यक्रममा कस्तो छ होइन। होलीमा म जाँदैछु साथीहरू है। जुत्ता लाएर जानु अरे। ए हजुर आजको हाल्दा केही फरक भएन होइन। यो ड्रेस लाउने अगाडिहरू छ। होली कार्यक्रम प्रसङ्ग निर्मल कुमार थापाज्यू, सशस्त्र प्रहरी नायक प्रेक्षकज्यूहरू, निरीक्षकज्यूहरू र उपस्थित सम्पूर्णमा होली पर्वको शुभकामना व्यक्त गर्दै कार्यक्रम सञ्चालन गर्ने अनुमति चाहन्छु। धन्यवाद। होलीको शुभकामना व्यक्त गर्दै रङ लगाएर होलीको शुभारम्भ गरिदिनु हुन प्रमुख अतिथिसम्म चाहिँ सादर निवेदन गर्दछु। गुड मर्निङ, जय नेपाल। आज यो फागु पूर्णिमा विशेष यो हाम्रो नेपाली संस्कृति, नेपाली चाडपर्व परम्परालाई चाहिँ जगेर्ना गर्ने क्रममा नेपाली समाजमा एकदमै रमाइलो मानेर मनाउँदै आएको यो चाडपर्वको उसमा हामीले पनि यस गण परिवारबाट यसो सानो एउटा कार्यक्रम यो राख्नु भएकोमा यहाँ उपस्थित यहाँ गणका ट्वाइसी साहब, डे साहबहरू, उछेड साहब, जुवा साहब, बिलादार जमान लगायत सम्पूर्ण यहाँ उपस्थित सप्रकहरूमा मेरो व्यक्तिगत तथा यस गणको तर्फबाट यहाँहरूलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। अब यसको यो पर्वको त धेरै लामो एउटा इतिहास छ। अब यो स्टोरीको बारेमा मैले भनिराख्नु पर्दैन होला। संक्षेपमा यसमा चाहिँ प्रहलाद र होलिकाको स्टोरी यो चाहिँ तपाईँहरूले पहिलेदेखि नै सुनिआउनु भएको छ र असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा विभिन्न कलरहरू, रङहरूको प्रयोग गरेर एक आपसमा भाइचारा साटासाट गर्ने, खुसियाली साटासाट गर्ने एउटा पर्वको रूपमा यसलाई चाहिँ विशेष मानिन्छ। त्यसैको उपलक्ष्यमा आज यो व्यवस्था गर्नुभएकोमा सम्पूर्ण हाम्रो ट्वाइसी साहब लगायत सम्पूर्ण यहाँ चाहिँ सप्रकहरूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु र धेरै धेरै शुभकामना दिन्छु। अब यो चाडपर्व हो, तर के भने हामी फेरि फौजी सङ्गठनका मेम्बर पनि हौँ। त्यस कारणले गर्दाखेरि अनुशासन र आफ्नो इमान्दारतालाई पनि चाहिँ पालना गर्दै त्यसलाई ध्यानमा राखेर आफ्नो कर्तव्य परायणतालाई पनि ध्यानमा राखेर आफूलाई त्यही अनुरूप रमाइलो पनि मनाउने र आफ्नो कर्तव्य ड्युटीलाई पनि कुनै किसिमले असर पर्ने नगर्ने हिसाबले यहाँहरूले गर्नुहुनेछ भन्दै धेरै धेरै वन्स अगेन धेरै धेरै शुभकामना व्यक्त गर्दै दुई शब्द यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।
Happy दादा हजुर सेफ्टी नारायण ल ल नारायण जम्मै खाली छ मेरो दिल बस्यो
भाइ ए हुन्छ सर हो नारायण एकदम हो यो हाम्रो नारायणको आयो ल सरको आयो सरको डोटेल सरको ओ नारा साहब तपाईँ डान्स दिने त होम साहबले हेर्नुहुन्छ क्या अहिले लाइनमा हो होइन छैन छैन लाइनमा भरे म हाल्छु नि त भिडियो कि फोटो भिडियो फेरि नुहाउने बेला भयो अनि होली चाहिँ तपाईँको रमाइलो नै हुन्छ है तर पनि विशेष गरी आफू ख्याल गरेर लाउनुपर्छ साथीहरू कति कुराहरू चाहिँ यस्तो एलर्जी हुने है कसैलाई त सहँदैन नि त होइन यो छाला सम्बन्धी होइन छालामा रोगहरू आउने हुन्छ है हामीले फोहोर लोलाहरू त्यस्तो हान्ने चाहिँ गर्नु हुँदैन बरु यस्तो सुक्खा जुन रङहरूले खेल्नुहोस् तपाईँहरू पनि होइन अत्यन्तै रमाइलो हुन्छ साथीहरू तपाईँहरू पनि इन्जोय गर्नुहोस् होलीको धेरै धेरै शुभकामना यहाँहरू सबैलाई